Annyeonghaseyo all of you guys. आज चाहिँ धेरै दिनपछि हामी गोदावरी जाँदैछौँ र दिदी पनि यता सिक्किमबाट स्पेशल गोदावरी घुमाउन लाँदैछ है दिदीलाई चाहिँ भन्नु नभएको आर यु एक्साइटेड दि एक्साइटेड छु आज चाहिँ कस्तो राम्रो मौसम पनि भएछ है गाइस यस्तो भएकोले यस्तो भइरहेछ हाम्रो दिदी चाहिँ एकदम लजाउँछिन् हेर न यो चाहिँ दोस्रो पटक भइसक्यो दिदीको काठमाडौँ के गर्नु गाइस आजको दामी दामी मौसम छ के गर्नु हामी एकैचोटि म गोदावरी पुगेर त्यहाँको कस्तो के हो भ्यू देखाउँछु हाम्रो दिदी ह्याप्पी छ निन्दा त टिलिक्क टल्केछ त के त भनेको लाउनु त त्यही सनस्क्रिन मात्रै लाग्यो देख्दैछ छैन हौ यहाँ मात्रै त्यस्तो देखेको रहेछ मोइस्चराइजर अगाडि लगाएको गाइस मलाई कस्तो निन्द्रा लाग्यो गोदावरी पुग्न लाग्यो अब चाहिँ गाइस यता दिदीहरू हजुर हुन्छ अम्बानीको वाइफ हो यता अम्बानीको वाइफ हो यता अम्बानीको दिदी हो हेर चस्मा आमा यता हेरिदिउँ त दुईजनाले यता खै खतरा देख्यो त अम्बानीको बुढी पो त अनि कालो र कालो अम्बानीको दिदी र अम्बानीको बुढी हो अब म चाहिँ यहाँ यस्तो हालत भएछ बुहारी हो यहाँ पुरै निन्द्रा लागेर बिजोग छ मेरो आज नली गोदावरी आइपुग्यो आम्मा हेर नि पुरै अम्बानीको बुढी र दिदी म त होइन है कतै हामी गोदावरी एन्ट्री हुँदैछ आज त एकदम राम्रो मौसम छ नि निलो हरियो देख्छ देखो न गाइस यहाँको नजारा चाहिँ यस्तो छ है पुरै थाहै थिएन मलाई यस्तो जाडो हुन्छ भनेर कोसँग फाइट परेर खरायो तपाईँले नले यहाँ गोदावरीभित्र पसिसक्यो गाइस यस्तो हरियो भइरहेको रहेछ हामी पानी परेर पनि होला यहाँ गुराँस फुल नेपालको राष्ट्रिय फुल गाइस यो नेपालको गुराँस घाम लागेर यस्तो भइरहेछ रुखहरू सुकेछ पहिला चाहिँ हरियो चाहिँ मैले यो फुल भनेको हो नि छैन कि क्या हो ए यही फुल भनेको गाइस निकालिहाल्छ उता फुल कति राम्रो पहिला चाहिँ यस्तो बनाएको थिएन अहिले चाहिँ यस्तो पुल पनि बनाएको रहेछ यता भाउजू फोटो खिच्दियो भनेर रेजी दिन्छ होला त कि दिँदैन बिचमा दिनुपर्ने किन कस्तो यो चाहिँ चाइनिज साग हो कि क्या हो गाइस हेर्नु त कति राम्ररी फुलेको छ फ्लावरहरू कस्तो राम्रो पोलिहाल्यो यति हिँड्दै घामले पोलिहाल्यो यति हिँड्दै आम्मा
हेर घामले पोल्यो अरे गाइस पुरै गोदावरीको नजारै नाना चाहिँ एक्लै पुरै फुल चोरेर लैजाउँ है आमा मार्छ है होइन म त्यो पुल हेर्ने हौ बटरफ्लाई फ्लावर हो कलर कलर गरेर क्यामेरा छैन होइन अहिले गाइस हेर्नु यहाँ चाहिँ पानी रहेछ दिदीको फोटोसुट हुँदैछ यता फोटोग्राफर ता पनि फोटो खिच्ने इच्छा पुरा भयो क्या मेरो पढ्ने गाइस इच्छा पुरा भयो तपाईँको दिदीको पुरा भयो जङ्गल घुमेको जस्तो फिल भएछ कि जङ्गल घुमेको डोको र कच्चा चिले हुँदै फाइनली गाइस हामी गोदावरी पनि घुमिसक्यो भिडियो पनि बनाइसक्यो फोटोहरू सब सुट भइसक्यो दुईजना आउँदैछ एकजनाको खुट्टामा चाहिँ कटुसको काँडा बिज्यो अरे गाइस सबैजनालाई मेरो भिडियो हेरेर माया साथ सपोर्ट गरिदिनु होला बाई बाई।